हेलो साथीहरू, गुड मर्निङ। सबैजना उठ्नुभयो होला है। हामी चाहिँ 5 बजे हिँड्दैछौँ। 5:30 बजेतिर सङ्कटा टेम्पल जाँदैछौँ मन्दिर दर्शन गर्नलाई। हेर्न सक्नुहुन्छ। अनि हामीले चाहिँ ट्याक्सी गर्यो, ट्याक्सी पाएन, सो हामीले 1 इन टाइममा जाँदैछौँ। साइजल गुरुङ र म। साइजल चाहिँ आउँदैछ है पछाडि। के गर्नु, यस्तो जाडोमा चिसो छ। लास्टै बाइकमा हिँड्दा त गाह्रो हुन्छ साथीहरू। लास्ट चिसो Cigala desta. Pachali odo raara cha. ऊ ट्याक्सी ल्याक्सी पनि नगरेर त Oke. Baik मेरो लास्ट चाँडो भएर हुनुहुन्छ. Kainan हामी एटिकेम दुईजना है तक्कलाएर एउटा फेरि सिगार पुस्दै हुनु यहाँबाट लाइन छ भनेर यार साइकल कुन मन्दिर हो साइकल सङ्कटा मन्दिर र यही भोलेनाथ शम्भु हामी त भन्दैन पनि यहाँबाट लाइन हुन्थ्यो अरे साथीहरू है आज चाहिँ लाइन नरहेछ धन्न अब भित्र कति छ थाहा छैन है त्यो चाहिँ भित्र गएपछि थाहा हुन्छ धन्न टाइममा आइपुगेछ साथीहरू टाइममा के हुने ढिलो नै हो तर मान्छेको चाहिँ फल भइसक्यो है लिन गएको यहाँ आएर है हुन्छ त्यो 50 मा जाऊ मैले 300 दिनु अहिले त लाइन धेरै छ लाइन आउँछ नि सोसँग पुरा बुझाउँछ नि भयो जानुस् लाइन डेन्जर छ साथीहरू दुईवटा लाइन छ यार ठ्याक्कै टाइममै त आइपुग्यो त्यो पनि यस्तै हो अगाडि दुईवटा लाइन छ यार साथीहरू कहिले पुरा हुने धन्न टाइममै आइपुग्यो यति त न त 8-9 बज्यो होला हामीले यार के हो लाइन त हो जुत्ता सबैले खोल्नु पर्दो रहेछ यार हेलो साइकल गुरुङ आइपुग्यो हामी हेलो सङ्कटा शनि भगवान अब केटाहरू चाहिँ किन आउँछ यार यहाँ खास के विश्वास ल्याउने मान्छेहरू यति धेरै भन्नुहोस् त के विश्वास ल्याउने हो तिमी चाहिँ किन आउनु भएको हजुर चाहिँ किन आउनु भएको त्यो पनि 3-3 चोटि आइसकेर साइजल गुरुङ फर्स्ट टाइम आएको सायद थर्ड टाइम लाइन बसेको चाहिँ थर्ड टाइम 1 घन्टा वेट गरेर फाइनली पुग्न लाग्यौँ हामी मन्दिरभित्र छिर्न लाग्यौँ अझै धेरै लाइन छ हामी चाहिँ त्यहाँबाट लाइन यहाँ आइपुग्यौँ ल साथीहरू, हामी चाहिँ भित्र पूजासुजा गऱ्यौँ। भित्र चाहिँ भिडियो फोटो खिच्न पाइँदैन नि त, सो त्यही भएर साथीहरू हामीले चाहिँ भित्र बनाएन भिडियोहरू चाहिँ। भित्र चाहिँ दामी थियो दामी साथीहरू। अनि त्यही हो साथीहरू, अहिले चाहिँ हामी बाहिर हामी यहाँ धुपसुप बाल्दैछौँ साथीहरू भित्र पूजा गरेर। साथीहरू हामी त टिक्का लाउन जानु लाग्यो पूजासुजा गरेर आयौँ बाहिर टिक्का लाएर है
रातो टिका लगायो बिहान मन्दिर गएको यस्तो हो नि त टिका लगाउन। साथीहरू हाम्रो पूजा चाहिँ सकियो है, हामी चाहिँ बाहिर आएको अनि फोटोसोटो खिच्यौँ अनि हामी सक्नुहुन्छ यति अरू मन्दिरहरू पनि छ बाहिर चाहिँ। अनि सङ्कटा मन्दिर चाहिँ उता साइडमा छ, मान्छेहरूको लाइन अझै छ बाँकी नै, भरे 9 बजीसम्म हुन्छ अरे पूजा चाहिँ साथीहरू। हामी फाइनली चाँडै नै आइपुग्यौँ टाइममा, ठिकै टाइममा 6 बजीतिर आएको अनि 7 ठ्याक्कै 1 घन्टा लाइनमा बसियो। फाइनली हामी निस्केको बाहिर साथीहरू, अब चाहिँ घरतिर लाग्छौँ खाजासाजा खाएर है, त्यही हो साथीहरू। यही नजिकैको समोसा अब खाएर जान्छु बिस्तारै, बल्ल 8 बजे लागेको छ टाइम पूजा गरियो। हामी माइक्रोमा चढायौँ साथी, खाली छ साथीहरू। फाइनली हामी घरमा पनि आइपुग्यौँ 9 बजीतिर। अब खानासाना बनाउँछौँ अनि खान्छौँ अनि काममा जानुपर्छ। बाई बाई साथीहरू, आजको लागि भ्लग यति नै। थ्याङ्क फर वाचिङ। सबैले सब्सक्राइब गरिदिनु होला साथीहरू। मेरो भिडियो आज कस्तो भयो